षोडशोऽध्याय कुमारजी आज्ञा गर्नुहुन्छ एक हस्त मुनि तिमी एक चित्त भएर सुन कुन फेरि कुनै दिन महादेवजीलाई वन विहार गर्ने इच्छा भयो र कसैले थाहा नपाउने गरी मृग स्वरूपै शेषमान्तक नामको वनमा गई अनेक मृग मृगीहरूसँग भोलि परमानन्द लिएर लाग्नुभयो। यता पार्वतीले श्री महादेवलाई नदेखी अनेक स्थानमा खोजिन् तर कहीँ पनि भेटाउन नसकेर हार मानी महादेवजीले मलाई अघि पनि यस्तै चालले धेरैपल्ट दुःख दिनुभयो, अब फेरि कहाँ जानुभयो होला भन्दै ध्यान दृष्टिले विचार गर्दा शेषमान्तक नामक वनमा मृग रूप भएर विहार गरिरहेको थाहा पाइन्। अनि बागमती नदीको किनारमा गएर ठुलो कष्टले तपस्या गरेर बसिरहन्। यी कैलाशमा महादेव र पार्वती दुवैलाई नदेखेर ब्रह्मा विष्णु आदि समस्त देवताहरूले जहाँ तहाँ सर्वत्र खोजी गरे तर कोही पनि शिव पार्वतीको पत्ता पाउन सकेनन् र हार मानी फर्केर आफ्ना आफ्ना आश्रममा जान लाग्दा बागमती नदीको किनारमा पार्वतीलाई तपस्या गरिरहेको देखि सबै देवताहरूले साष्टाङ्ग प्रणाम गरेर सोधे, हे जगन्माता, कैलाशमा हजुर र महादेव नहुनाले संसारै शून्य जस्तो भयो र हामीहरू अनाथ जस्तै भयौँ, अत हामीहरू माथि कृपा गरी श्री महादेव कहाँ जानुभयो त्यो बताइदिनु अवश्य। फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बसिरहनु भएको हो, यी सबै कुरा हामीलाई आज्ञा गर्नु अवश्य। यति देवताहरूले बिन्ती गरेको सुनि फेरि पार्वती आज्ञा गरी बक्सनुहुन्छ। हे देवता हो महादेव, यता आउनुभएको हुनाले म उनैको आराधना र तपस्या गरेर यहाँ बसेकी हुँ। शेषमान्तक वनको नैऋत्य कोणमा एउटा ठुलो सरोवर छ, त्यही श्री महादेव त्यही मृग स्वरूप भएर वन विहार गरी बसिरहनु भएको छ। कस्तो मृग भने सुवर्ण जस्तै वर्ण भएका 3 नेत्र र 1 सिंह भएका सबै मृगहरूको बथानमा सबैभन्दा ठुलो मृग स्वरूप धारण गरेर बस्नुभएको छ। त तिमीहरू त्यही गएर खोज अनि श्री महादेवको दर्शन पाउनेछौ। पार्वतीको यस्तो वचन सुनेर देवताहरूले त्यही गई खोजी गरे तापनि कोही पाउन सकेनन् र ब्रह्मा विष्णु इन्द्र तिनै देवताले अनेक किसिमले प्रार्थना र स्तुति गर्दै खोज्न लागे। त्यसै बेला त्यहाँ अकस्मात लाखौं मृगहरूको एउटा बथान समूह देखे। त्यही फौजका बीचमा अत्यन्त राम्रो 3 नेत्र 1 सिंह र सुवर्ण चाहिँ वर्ण भएको सबैभन्दा ठुलो तथा सबै तरहले शोभायमान मृगलाई पनि परैबाट देखे। कस्तो मृग भने स्वर्गलोकमा समस्त ताराहरूका माझमा चन्द्रमा बस्दा जस्तो शोभा देखिन्छ त्यस्तै अनेक मृगहरूका माझमा रुद्र मृग शोभायमान देखियो। त्यस मृगलाई आउन लागेको तिनै देवताले देखेर केही नअघि चाहिँ गई नम्र स्वरमा बिन्ती गरे, हे भगवान, कैलाश शून्य भएको धेरै दिन भयो, हे दया सागर, हामी त्रिदेव ब्रह्मा विष्णु इन्द्रमाथि करुणा गरी दर्शन दिनु अवश्य। यस्तै धेरै स्तुति गरे तर मृग स्वरूप श्री महादेवको नगिचै गए। तसरी आफूनिर आउन लागेका देवताहरूलाई देखेर रुद्र मृग उफ्री उफ्री भाग्न लागे। रुद्र मृगको त्यस्तो चाला देखेर विष्णु भगवान भन्नुहुन्छ, हे देवेन्द्र, हे ब्रह्माण, हामीहरूले स्तुति गरेर महादेव प्रसन्न हुने भएनन्। अब हामी तिनैजनाले तिनै तर्फबाट घेरा दिई समातौँ। विष्णुको यस्तो वचन सुनेर लौ हुन्छ भने 3 देवता 3तिर उभि घेरा दिई रुद्र मृगको सिंहका जरामा विष्णुले र बीचमा ब्रह्माले तथा टुप्पामा इन्द्रले बलपूर्वक समाते। ती देवताहरूले समाउन साथ रुद्र मृग अन्तर्धान भए। सिंह मात्र तिनै देवताका हातमा रह्यो। तिनै देवताका बलले समातेका हुनाले सिंह 3 टुक्रा भई तिनै देवताका हातमा 1-1 टुक्रा रह्यो। त्यसरी यस्तो भएको देखेर हामीहरूले ठुलो अपराध गर्यौं, साह्रै अनर्थ भयो, अब के गर्ने कसो गर्ने भन्दै तिनै देवता त्यहीँ बसेर, हे शशिशेखर, हामीहरूको यो अपराध क्षमा गरी बक्सिएला भनी अनेक तरहले स्तुति गर्न लागे। ब्रह्मा विष्णु र इन्द्रले त्यसरी स्तुति गरेको देखेर दयाका सागर श्री महादेव प्रसन्न भई आफ्नो ज्योति स्वरूपको दर्शन दिनुभयो। अनि देवताहरू प्रसन्न भई साष्टाङ्ग दण्डवत गर्दा भए। अनि महादेव आज्ञा गर्नुहुन्छ, हे देवता हो, तिमीहरूको स्तुतिले म प्रसन्न भएँ, वरदान माग। यति महादेवको आज्ञा सुनेर ब्रह्मा विष्णु र इन्द्र बिन्ती गर्दछन्, हे प्रभु, हजुरको ध्यान हामीहरू कहिल्यै पनि नबिर्सौँ, सदैव हामीहरूको हृदयमा बसिरहोस्। अरू हामीलाई केही पनि चाहिन्न, केवल हजुरको चरणको भक्ति चाहन्छौँ। देवताहरूको यस्तो
विनम्र वचन सुनेर महादेवले तथास्तु भनी वरदान दिनुभयो। अनि फेरि तिनै देवताले हे नाथ, हजुरको यो सिङ 3 टुक्रा पारेको हामीहरूको अपराध क्षमा गरी बक्सियोस्। फेरि यो सिङको 3 टुक्रा भएको कहाँ राख्ने हो? यति सुनि श्री महादेव आज्ञा गर्नुहुन्छ, हे देवता हो, मेरो सिङ 3 टुक्रा पारेको तिमीहरूलाई केही पनि अपराध लाग्दैन। यसमा तिमीहरूले शङ्का मान्नु पर्दैन। अब इन्द्रका हातको इन्द्रलोकमा, ब्रह्माका हातको मर्त्यमण्डल, नेपालको गोकर्ण भन्ने स्थानमा र विष्णुका हातको पातलमा लगेर स्थापना गर्नु। यति महादेवले आज्ञा भएको सुनि ब्रह्मा, विष्णु र इन्द्र तिनै देवताले दण्डवत प्रणाम गरी महादेवसँग बिन्दा भएर अघि कहिएका तिनै स्थानमा सिंह स्थापना गरेर आफ्ना आफ्ना लोकमा गए। ती ब्रह्मा, विष्णु र इन्द्र गएपछि महादेव पनि सरासर तपस्या गरिरहेकी पार्वती कहाँ गई उनलाई काखमा लिई त्यहाँबाट अन्तर्ध्यान भई कैलाश पर्वतमा पुग्नुभयो र नन्दीभिङ्गी, चतुष्टी, योगिनी, भूत प्रेत, पिचास प्रथमगणले शहीद भई परमानन्द साथ रहनुभयो। हे अगस्त्य मुनि, तिमी एक चित्त भएर सुन। त्यसपछि नैऋत्य कोणको लङ्कापुरीबाट 10 शिर रावण नित्य गोकर्णमा आएर श्री महादेवका चरणमा दण्डवत प्रणाम गरेर नाची गाना बजाना गरी तपस्या गरेर जान्थ्यो। यही क्रमले निकै समय व्यतीत भएपछि एक दिन शिवजीले 20 बाङ धतुरो खाएर अतिष्ठा भइरहेको समयमा रावण आएर दण्डवत प्रणाम गरी गाना बजाना तथा मृदङ्ग बजाई स्तुति गर्न लाग्यो र दिगम्बर भगवान प्रसन्न हुनुभयो। अनि हे रावण, तेरो तपस्या र सेवा चाकरीले म प्रसन्न भएँ। हे के माग्दछस्? लौ वरदान माग, जे मागे पनि म दिन्छु। बुझिस्, मेरो निम्ति अदेय यस ब्रह्माण्डमा केही पनि छैन। महादेवको यस्तो वचन सुनेर रावण बिन्ती गर्दछ, हे प्रभु, हजुरको कृपाले मसँग सबै थोक छ, मलाई केही पनि चाहिन्न। रावणको यस्तो वचन सुनि महादेव आज्ञा गर्नुहुन्छ, हे रावण, केही एक थोक नमागी सुख पाउन्नस्, लौ माग। यदि महादेवको आज्ञा सुनि रावण मनमा विचार गर्दछ, अब मैले माग्ने कुरा के छ र? महादेवको काखमा बसेकी ती सकल लक्षणले युक्त पार्वतीलाई नै माग्दछु। यस्तो निश्चय गरेर महादेवसँग बिन्ती गर्यो, हे ईश्वरहरू, थोक मलाई केही पनि चाहिन्न। हजुरको कृपाले सबै भरिपूर्ण छ। मलाई केवल एउटी पार्वती बक्सनु अवश्य भन्यो र महादेवले लौ लैजा भनेर पार्वतीलाई त्यसको जिम्मा लगाइदिनु भयो। रावण पनि जगतमाता पार्वतीलाई पिठमा बोकी महादेवसँग बिदा मागेर घर हिँड्यो। यो सबै कुरा श्री वैकुण्ठनाथ विष्णुले थाहा पाएर अनर्थ हुन लाग्यो भन्दै तत्काल आभन्दा पनि चाँडो रावण बाठौँ पुगेर आफ्नो मायाले ढाकी मोहनी रूप धारण गरी भन्नुभयो, हे महापुरुष, तिमी को हौ? कहाँबाट आइरहेका छौ? ती बोकेर ल्याएकी सुन्दरी स्त्री को हुन्? किन बोकेर ल्यायौ र कहाँ जान लागेका हौ? यति सुनेर रावण भन्दछ, हे सुन्दरी, लङ्कापुरीको राजा रावण भनेको मै हुँ। मेरो तपस्याले प्रसन्न भएर महादेवले मलाई आफ्नी स्त्री पार्वती दिई पठाए। यी तिनै पार्वती हुन्। म अब यिनलाई बोकी लङ्कापुरी जान लागेको हुँ। यति रावणको वचन सुनि मोहनी रूप बोलिन् र, हे वीर रावण, के तिमीलाई लाज लाग्दैन? के ती पार्वती हुन् र? फेरि तिमीलाई छलेर महादेवले आफ्नो मायाद्वारा रचेकी स्त्री तिमी जस्ता वीर पुरुष एवं ख्याति प्राप्त राजाले पिठमा बोकेर हिँडेको कसैले देखे भने के भन्लान्? यी पार्वती होइनन्, तिमीलाई महादेवले झुक्क्याएछन्। बरु पार्वती लैजाने भए म तिमीलाई पार्वती पाइने स्थान समेत बताइदिन्छु। सुन, महादेवले आसन गरिराखेको बाघको छालाभित्र साँच्चीकै पार्वती लुकाइरहेका छन्, त्यही मागेर लैजाऊ। यति भनी अनेक किसिमसित हाउभाउ कटाछले छोपी मोहनी रूपले कुरा गर्दा रावणको चित्त बुझ्यो र पार्वतीलाई त्यहीँ छाडेर आफू फर्की फेरि कैलाश गयो। अनि विष्णुले पार्वतीलाई वैकुण्ठ लगेर अनेक तरहसित पूजा र सत्कार गरेर राखे। उता महादेव कुचेष्टा भइरहेकी थिए। त्यही बेलामा रावण फेरि पुगेर बिन्ती गर्यो, हे ईश्वर, हजुरले मलाई छलेर पार्वती भनेर मायाले एउटी स्त्री बनाइ दिनुभएछ। त्यो कुरा मैले थाहा पाई बाटोमा फालेर आएँ। दिने भए इच्छा भए हजुरले आसन गरिरहेको बाघको छालाभित्रकी पार्वती दिनु अवश्य। रावणले यति भनेको सुनि महादेवले ध्यान दृष्टिले विचार गर्दा पार्वतीलाई विष्णुले वैकुण्ठ लगेछन् भन्ने थाहा पाई मायाले एउटी अर्की स्त्री उत्पन्न गरेर आसन गरिराखेको बाघको छालाभित्रबाट झिकेर लौ लैजा भनेर रावणलाई दिनुभयो। अनि रावण अत्यन्त प्रसन्न भएर महादेवले मायाद्वारा रचेकी स्त्रीलाई काँधमा बोकी लङ्कापुरी गयो। त्यसपछि विष्णु भगवानले पार्वतीलाई कैलाश पर्वतमा महादेव छेउ पुर्याई आफू वैकुण्ठ जानुभयो। हे अगस्त्य मुनि, तिमी एकचित्त भएर सुन। त्यसपछि एक दिन महादेवले पार्वतीसित सल्लाह गरी मानस सरोवर नामको तलाउमा राजहंस
भएर जलक्रीडा गर्न जानुभएको थियो। त्यही मौकामा अन्तपुर नामको नगरमा बस्ने एउटा जालन्धर थियो। त्यस जालन्धरकी बिन्दा नाम गरेकी अत्यन्त पतिव्रता पत्नी थिइन्। एक दिन दुवै स्त्री पुरुष बसेर ठट्टा गरिरहेका थिए। त्यसै बखत जालन्धर साह्रै प्रसन्न भएर बेसरी हाँस्यो अनि वृन्दाले सोधिन्, हे स्वामी, किन यसरी हाँस्नुभयो? तब जालन्धर भन्दछन्, हे बिन्दा, अरू कुनै कुराले हाँसेको होइन, केवल तिमी जस्तै सुन्दरी पत्नीहरू कसकी होली भन्ने कुरा मनमा आएर हाँसेको। यति सुनेर बिन्दा भन्दछिन्, हे स्वामी, म कुन राम्री छु र? तपाईँले महादेवकी स्त्री पार्वतीलाई देखे के गर्नुहोला? स्त्रीको यस्तो कुरा सुनेर जालन्धर भन्दछ, हे स्त्री, यो कुरा सत्य? उसो भए म पार्वतीलाई छल्न जान्छु। यति कुरा गरेर मायाले महादेवको रूप धारण गरेर कैलाश पुग्दभयो। जालन्धरले महादेवको रूप धारण गरेर आएको देखि पार्वती हडबडाई महादेव पाल्नुभयो भनी हातमा सुनको कमण्डल लिएर गोडा धुन ढोकामा आइन्। पार्वतीलाई ढोकामा आएको देख्न साथ महादेवको रूप धारण गरी आएको जालन्धर मुर्छा परेर भुइँमा लड्यो। अनि पार्वतीले ध्यान दृष्टिले विचार गर्दा आफूलाई छल्न महादेवको रूप धारण गरेर जालन्धर आएको थाहा पाई द्वारपाललाई भनिन्, हे नन्दी, हे बिङ्गी, यहाँ कोही आए पनि मलाई नसोधी भित्र नपठाउनु भनी आफू कसैले नदेख्ने स्थानमा लुकेर क्रोधित भई विष्णुको आराधना गर्न लागिन्। पार्वतीले क्रोधित भएर आराधना गरेको अन्तर्यामी विष्णु भगवानले थाहा पाई शङ्ख चक्र गदा र पद्मा हातमा लिई गरुडमा चढेर तत्काल वायुभन्दा पनि दोब्बर बेगले कैलाश पर्वतमा पार्वती कहाँ पुगेर भन्नुभयो, हे पार्वती, मलाई किन आराधना गरेकी? यति विष्णुको वचन सुनेर पार्वती भन्दछिन्, हे वैकुण्ठनाथ, श्री महादेव यहाँ उपस्थित हुनुहुन्न। जलक्रीडा गर्न मानसरोवर तलाउमा गएर राजहंस भएर आफ्नो आनन्दमा रहनु भएको छ। यस मौकामा मलाई छल्न पापिष्ट जालन्धरले महादेवको रूप धारण गरेर आयो र मैले थाहा नपाए महादेव नै पाल्नुभयो होला भनेर पाउदुन ढोकामा जाँदा मलाई देख्न साथ त्यो मूर्छित भएर भूमिमा ढलेको देख्दा महादेव भए मलाई देख्दैमा मूर्छित हुनु पर्दैन थियो। यो कुन पापिष्ट मलाई छल्न आयो होला भनी मैले ध्यान दृष्टिले विचार गरेर हेर्दा जालन्धर रहेछ भन्ने थाहा पाई द्वारपाललाई यहाँ कोही पनि भित्र नपठाउनु भन्ने आज्ञा दिई यहाँ आएर तपाईँको आराधना गरेकी हुँ। अब जे जसो गर्ने हो तत्काल गर्नु अवश्य। यति जगन्माता पार्वतीको वचन सुनेर पापिष्ट जालन्धरले तपाईँलाई दगा गर्न भनेर माया रूप धारण गरी छल्न आएपछि म गएर त्यसकी स्त्री बिन्दाको सत्य अवश्य डगाएर आउँछु। यसमा शङ्का नगर्नुहोला, म पहिले गएर महादेवलाई खोजी यहाँ पठाइदिन्छु। यति भनेर पार्वतीसित बिदा भई ठुलो बेगले मानस सरोवरतिर विष्णु जाँदा भए। यति श्री स्कन्द पुराण केदारखण्डे माघमात्म्य कुमार संवादे श्री सुस्तानी परमेश्वरी व्रतकथायां विष्णु मानस सरोवर गमनम नाम षोडशोऽध्याय। हरे नमः।